हेलो एवरीवन, नमस्ते। वीडियो बना रहा है। हाँ, चालू करना म याम श्रेष्ठ सिटी देख्न चाहिए न बस सौदी अरब। तो अभी सिटी आगे तो यो चाहिँ भिडियो मैले कहाँको पानी का बनाएको टंकी है। छु। आज राति दमनबाट रियाद आउँदै गर्दाखेरि बाटोमा केही तस्बिरहरू यस्तो बालुवामा सब नया बनाया है। यस्तो राम्रो विकसित भएको छ, जहाँ हाम्रो देश नेपालसँग त यो तुलना गर्न 1% पनि सक्दैन। ताकि यहाँको यो बालुवाको खानीमा कुनै फलाएको छ, विकासले त्यस्तै फड्को मारेको छ। तर हाम्रो यति राम्रो प्रकृतिले भरिपूर्ण राष्ट्र, देश, हिमाल, पहाड, तराई मिलेर बनेको एउटा सिङ्गो राष्ट्र पनि विकास हुन सकिरहेको छैन। यी सबै कारण हो भ्रष्टाचार। यी विगतका भ्रष्टहरूले लुटेका छन्। अब यसलाई भ्रष्टाचार मुक्त गर्नलाई नयाँ जेनेरेसन आएर अब यी पुराना सबै राम्रा